T20 वर्ल्ड कप 2026 का लागि हामीले बनाएका छौं नेपालको बेस्ट स्क्वाड, जुन टिमले अपोजिसनलाई डोमिनेट गरी म्याचहरू जित्न सक्छ र त्यो स्क्वाडलाई मध्यनजर गर्दै बेस्ट प्लेइङ 11 पनि बनाउने छौं। हामीले यस स्क्वाडलाई 3 क्याटेगोरीमा डिभाइड गरेका छौं: ब्याटर, अलराउन्डर र बलर। पहिला कुरा गरौं ब्याटिङ डिपार्टमेन्टको। ब्याटिङमा हामीसँग छन् कुशल बुर्तेल, आसिफ शेख र विनोद भण्डारी विकेट किपर, अनिल शाह र क्याप्टेन रोहित पौडेल। अब कुरा गरौं अलराउन्डर्सको, जुन नेपालको स्ट्रेन्थ हो। दिपेन्द्र सिंह ऐरे भाइस क्याप्टेन, कुशल मल्ल, गुलसन झा, शेर मल्ल, मोहम्मद आदिल आलम अन्सारी र बसिर अहमद। यिनीहरूले टिमलाई ब्यालेन्स दिन्छन्, स्पेशल्ली बलिङ प्लस लोअर अर्डर ब्याटिङमा। अब कुरा गरौं बलर्सको, जसमा हामीसँग छन् स्पिनका राजा सन्दीप लामिछाने, फास्ट बलिङमा करण केसी र सोमपाल कामी र अविनाश बोरा र नन्दन यादवमा एउटालाई लिन सकिन्छ। यो स्क्वाड हेर्दा एक्सपिरियन्स, युथ, स्ट्रङ, अलराउन्डर्स र म्याच विनिङ बलर्स चारवटैको कोम्बो देखिन्छ, जसले अपोजिसनलाई सरप्राइज दिन सक्छ। यो स्क्वाडबाट नेपालको बेस्ट प्लेइङ 11 यस्तो हुन सक्छ: ओपनर कुशल बुर्तेल र आसिफ शेख। कुशलले अपोनेन्ट बलरलाई अट्याक गरेर पावर प्लेमै प्रेसर बनाउन सक्छन् र आसिफ शेखले ठुला टिम विरुद्ध पनि काम भएर लङ इनिङ्स बिल्ड गर्न सक्छन्। नम्बर 3 मा अनिल शाह, जसले सिचुएसन अनुसार ब्याटिङ गर्न सक्छन्। नम्बर 4 मा क्याप्टेन रोहित पौडेल, जसले आफ्नो यस्तै फर्म कायम गरे भने म्याचहरू इजिली जिताउन सक्छन्। नम्बर 5 दिपेन्द्र सिंह ऐरी, बलिङ, ब्याटिङ र फिल्डिङ तीनै डाइमेन्सनलमा आफ्नो पर्फर्मेन्स दिन सक्छन्। नम्बर 6 बसिर अहमद, यङ अलराउन्डर, जसले बलिङका साथै मिडल अर्डरमा पनि स्टेबिलिटी दिलाउन सक्छन्। नम्बर 7 शेर मल्ल, जसले आफ्नो स्पिनको जादु देखाउँदै लास्टमा केही ठुला शटहरू खेल्न सक्छन्। नम्बर 8 गुलसन झा, फास्ट बलिङ अलराउन्डर, जसले लास्टमा फिनिसिङ टच दिन सक्छन्। नम्बर 9 र 10 मा सोमपाल कामी र करण केसीको डेडली पेस कोम्बो। नम्बर 11 सन्दीप लामिछाने, स्पिनको राजा, जसले ठुला टिमलाई पनि छोड्दैनन्। यो त थियो मेरो प्लेइङ 11। तपाईँ आफ्नो प्लेइङ 11 कमेन्ट गर्नुहोस् र यस्तै क्रिकेटको इन्फर्मेसनका लागि हाम्रो च्यानल क्रिकेट कुरा नेपाललाई सब्स्क्राइब गर्नुहोस्।